टिकटहरु पो टिकट आउनुपर्छ होला हैन छ यहाँ सोल्टिसमा गर्दा ल सोल्टी अब जानु पर्यो होइन घिसिङ चल्टे के रे बाटो जय माटो रे सब जय माटो ग्रुप अब नेपालमा गएर 50 जना जय भोट भोट कसलाई हर्क सम्बन्धलाई हाम्रो सम्पर्कलाई जय माटो जय माटो त्यो भिडियोले हामीलाई नि पास गर्नु है ह हामीले त्यो हो के एकजना बेटा को हर्कको समर्थक भएपछि यत्तिकै चाहिँ हान्नुपर्ने हुन्छ है हो कि जय माटो हेर्दै बाजे यसपालालाई माटोमै भाइ 1 मिनेट देना पेन माटोमै बहुत छ म पनि हेरौँ माटो कतिजना छौँ हामी 80 जना होइन 80 80 जना छौँ 80 भोट आयो है त त्यसो भए हर्क सम्पर्कलाई होइन हर्कको ल ठिक छ मेरो तर्फबाट 4 भोट 4 भोट मुर्रा दाइ त अनि चुपचाप छ त यिनी मनबहादुरलाई त अब भेट्नु पनि गाह्रो हुने हो भेट्छ त एक दाइ जय माटो होइन ब्यागको मार्कर चाहिँ कति निकाल्छ जय माटो ल जय माटो 4 भोट बड्डा साउदीको बसाइ कस्तो भयो त अब त डन भयो नि त अब एक्लै भयो त अब कसले के जाने साउदीको बसाइ अहिलेसम्म कस्तो भयो त ठिकै भयो रुममा बस्दा मात्रै हो माटो तिमीले यो चाहिँ माटो म त साउदीको मन लाग्यो जय माटो पनि भन्छु जय घन्टी पनि भन्छु सबै भन्छु हौ मैले त खासमा तिमी चाहिँ कसको समर्थक हो माओवादीको माओवादीको मेरो अँ मैले सबैले समर्थन गर्छु काङ्ग्रेसले पनि समर्थन छ मेरो लागि एमाले छ माओवादीले छ रापरपाले छ अँ। सब पार्टीले हो तिमी हो चाहिँ कसको पार्टीको है खासमा म अँ। नेपाली पार्टीको भोट चाहिँ कसलाई हो भोट कसलाई भोट अँ। गएर मेरो बुढीलाई भोट बुढीले पनि दिने हो कहाँ हो? बुढीलाई हो भोट ल ठिक छ यो पनि राम्रै कुरा हो अहिले हाम्रो चाहिँ यो साउदीबाट घर फर्किने क्रममा हामी चाहिँ अहिले ठ्याक्क यो दमामको एयरपोर्टमा छौँ हामी सबैजना भेला भइरहेको छौँ ठ्याक्क हामी यो हाम्रो चाहिँ यता बाजे हुनुहुन्छ यता मामाहरू हुनुहुन्छ सबैजना यता बाजे चाहिँ हाम्रो फेरि हर्क साम्बाङको ठुलो फ्यान त्यही भएर यता पनि जय माटो हर्क साम्बाङलाई डरै जाने भयो यसपालाको भोट चाहिँ होइन अनि यता मामाहरू हुनुहुन्छ सोल्टीहरू सबैजना दाइहरू अब ठ्याक्क 3 वर्ष अलिक पुगेको थिएन 3 वर्ष पुग्ने बेला चाहिँ अब घर ठ्याक्कै फर्किँदैछौँ हामी अब घर फर्केर बाटोमा अब तपाईँहरूलाई देखाउँदै जानेछु है त यस भाइ के छ यस भइरहेछ पछि मैले त दुःख पाएँ नि खासमा किन लाग्यो तपाईँलाई किन लाग्यो त्यहाँ हामीले पासपोर्ट स्क्यान गऱ्यो नि त्यहाँ भएन अनि यता फोटो खिच्नेकोमा पनि भएन अनि पुलिसको अफिसमा लग्यो अनि पासपोर्ट लगेर तेरो त्यो नयाँ पासपोर्टमा चाहिँ सारेर आइज भन्यो पर बोर्डिङ पास कहाँ पाउँछ त्यहाँ जा भनेर
गएर कोही थिएन अनि एकजनाले भनेर दुईटा पासपोर्ट दिनुभएको थियो त्यसको दुइटै दिएको के भयो त अनि नयाँ चाहिँ स्क्यान गरेर भन्यो यहाँ छ अनि यता पनि दुइटै दिएको लास्टमा भयो भएर यो स्टिकर नयाँ डालिदियो त्यस केही भएन नत्र पनि दुःख मात्रै पाइयो खतम छ खायो कैबिन में हवा का दबाव कम होने पर ऊपर बने पैनल से ऑक्सीजन मास्क कामयाब नीचे आ जाएगी। ऑक्सीजन मास्क स्वामी की चिंताओं को तर अहिले बरफ छैन